जब सानोमा साइकल सिक्दा पल्टिन्छ कि भन्ने धेरै डर लाग्थ्यो नि होइन। तब कसैले अड्डाइरहेको छ भन्ने थाहा पाएपछि हामी पेडल दबाउँदै अगाडि बढ्थ्यौं र अलि अगाडि जाँदासम्म पनि साइकल चलिराखेको हुन्छ र जब पछाडि फर्केर हेर्दा अड्डाइदिन आएको मान्छे त छैन। अब साइकलको ह्यान्डल हल्लिन थाल्छ र झ्याम्मै पल्टिन्छ। मतलब हाम्रो ब्रेनको अवेरनेसले हाम्रो एक्सन र पर्फर्मेन्सलाई इफेक्ट गर्दो रहेछ के। हाम्रो लाइफको 60% मेन प्रब्लम र फेलियरको रिजन यही रहेछ के। भन्नुको मतलब कहिलेकाहीँ हाम्रो दिमागलाई पनि झुट बोल्दैन कि। जस्तै कोही बात नहीं चाचू, सब ठीक ठाक है, ऑल इज वेल, ऑल इज वेल। यसलाई साइन्टिफिक टर्ममा साइकोफिजियोलोजिकल एराउजल भन्छ। साइको भनेको तिम्रो मन, फिजियो भनेको तिम्रो शरीर र एराउजल भनेको एक्टिभ हुनु हो, अलर्ट हुनु हो, या भनौं बडी र माइन्ड जाग्ने अवस्था। जस्तो इक्जाम सुरु हुनुभन्दा अगाडि होस् या स्टेजमा बोल्दा होस् या बाटोमा क्रसलाई देख्दा होस्, अटोमेटिक एराउजल हुन्छ र हाम्रो हार्ट रेट बढ्छ, सास छिटो चल्छ र पसिना पनि आएको हुन्छ र एटेन्सन तेज हुन्छ र बडी र माइन्ड दुवै एकैचोटि एक्टिभ हुन्छन् र त्यो बेलामा जस्तो सुकै काम पनि पुरा हुन्छ भन्ने पावर आएको हुन्छ के। र यो साइकोफिजिकल एराउजल भनेको हाम्रो बडीको प्रब्लम होइन कि हाम्रो बडीको पावर मोड हो के। त्यही भएर यो काम हुन्न भन्नुको सट्टा यो भइहाल्छ, यो इम्पोसिबल भन्नुको सट्टा यो पोसिबल छ, भइहाल्छ नि भन्नुपर्ने रहेछ के।